One, two, three, go ल नखाउँ भने आज फ्राइडे कहाँ बोलिरहेको ल हामी आइसक्यौँ चिसो छ है ल के अरे इन्ट्रोडक्सनै बिर्स्यो के थियो हेलो एभ्रिवान नमस्ते सबैजनालाई मेरो नाम सुजन कार्की अनि आइसकेँ नयाँ भिडियो लिएर यो चाहिँ थर्ड भिडियो हो मेरो अनि हामी जिममा छौँ सदाको जस्तै अनि आज चाहिँ हामी ट्रेन गर्छौँ चेस्ट भ्याएछ भने सोल्डर पनि हान्छौँ ल ओके टाइम वेस्ट नगरी सुरु गरौँ है त चिसो चिसो मौसम छ चिसो चिसो मौसम छ चिसो चिसो मौसम छ नो टाइम वेस्ट सिधै ड्याम ड्याम ज्याम 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 लगाइदिउँ है जुत्ता लगाइदिउँ ल आज नि लेट भइसक्यो 17 भइसक्यो आमा कति भयो 8:12 भइसकेको छ 8:12 ओके ल माइक पनि फाइन छ है सब ठिक छ चलिरहेछ यता पनि लाइट बलिरहेछ गर्ने गुरु झ्यापझुप हान्दिने अब छिटो आउँछु भन्नु जहिले ढिला हुन्छ यार थ्याट क्लास भइदिन्छ 7 बजे दिउँसो आउनुपर्ने आइएन अब हामी एक राउन्ड घुम्नुपर्छ जिम आएपछि एक राउन्ड नघुम्ने भन्ने त हुँदैन नो एक दुईवटा रिल्सहरू पनि सुट गरौँ कि भन्दै थियो ओहो के हो ओमेगा 3 रे ओमेगा 3 छ त कतिवटा ट्याब्लेट छ यो 500वटा ट्याब्लेट फिस ओयल क्रिएटिन हेरेरै चित्त बुझाउँछु छुने औकात छैन अन्तिम विदाई अब हो तिमीलाई आनन्द अन्तिम विदाई तिमीले गुमाउनु पर्दैन सरी यस्तो बिर्सिन थाल्छ कि यार म आजकल यस्तो बिर्सिन थाल्छ कि आँखा बोलेको चेस्ट चाहिँ हान्दिउँ है मेरो 1.5-2 वर्ष अगाडि चेस्ट इन्जर्ड भएको थियो चिसो महिना भएपछि यहाँ ठ्याक्क बल्झिन्छ कोही बेला पुसअप हान्छौँ है त देख्दैन होला यार आज चाहिँ झ्याम झिकझ्याक हुनेवाला छ यतै म पुसअप हान्छु नदेखे पनि अब के गर्नु त यहाँ टाइम छैन हामीसँग 1 2 3 5 7 8 9 10 11 12 13 14 15 16 त्यहाँबाट देखेन भने फेरि काम हुँदैन 17 18 20 22 24 25 26 कसैले गर्छ 2 मिनटमा स्ट्रेचिङ मान्छेहरूले आधी घन्टा गर्छ म नि पहिला गर्थेँ आधी घन्टा नि 1 घन्टै बस्दिन्थेँ होला त्यस्तै छ टाइमले अलिकति ओके ल नो टाइम वेस्ट सिधै कपालले चाहिँ मेरो लास्टै यहाँ बिल्ला देखिरहेछ दाइको फेरि बवाल देख्ने भइसक्यो ज्यान सिधै मिसिनमा अब
सिधै मिस्टिङमा हान्छौँ। टाइमै छैन अब यस्तै हो। अलि टाइम चाहिँ केही टाइम चाहिँ यस्तै हुन्छ भिडियो है। यसो मेरो अलिकति स्टार्टिङमा अलिकति मेहनत पनि कमै गरे हो मैले, कम होइन धेरै कम गरेको छु। अहिले स्टडीले गर्दा पनि भ्या छैन राम्ररी टाइम दिनलाई, बिस्तारै अलि टाइम पछि। फाइभ 6 7 8 9 10 11 12 lightweight भन्ने वर्ड चाहिँ अब कहाँबाट कसरी आयो भन्नु बस्नु पर्दैन होला सायद। उहाँ चाहिँ एकजना रोनी कोलम्यान सरको भन्नुहुन्थ्यो, उहाँले अब एकदम हेभी वेट हान्दाखेरि सिट अलिकति होचो भयो जस्तो लाग्यो मलाई। धेरै अग्लो भयो। आज मैले कहाँ गयो मेरो प्री वर्कआउट। दिस इज प्री वर्कआउट। अब यसलाई कसरी खाने भनेदेखि कफी खाने तरिका देखाउँछु म। केही गर्दैनौँ यसलाई चाहिँ, कफी खाने तरिका अब सिकाउँछु म। केही गर्दैनौँ हामी, यस्तो गर्छौँ। यो चाहिँ के भएर भएको भने अल्छी धेरै भएर, धेरै बिजी भएन कि अल्छी भएको भन्छु कि यो चाहिँ म आफूले आफूलाई। अब यसले इन्स्ट्यान्ट एनर्जी त दिँदैन होइन, 30 मिनट कति टाइम लाग्छ यसलाई पनि काम गर्न। त्यही पनि अब मनको शान्तिको लागि भए पनि प्री वर्कआउट। आप लोगों का प्री वर्कआउट महंगा होता है, हमारा 2 रुपये कॉफी। भाई एक चीज आप एक्सरसाइज नहीं करते मैं बहुत खा रहे थे। एक्सरसाइज करें अभी? एक्सरसाइज कर रहा हूँ ना। डु नट ट्राई दिस एट होम। तितो हुन्छ, मिठो हुँदैन। टक्क दुध सिधा हालेर टक्क अलिकति चिनी मिसाएर खानुको मजा बेग्लै छ है। ओके ल, यो चाहिँ मनको शान्तिको लागि मात्र हो मेरो, अरू केही पनि होइन। रेकर्ड हुन्छ क्या आज त। वान टू ल्याउँदाखेरि चाहिँ बिस्तारै ल्याउने सब एक्सर्साइजमा होइन। टक्क फाल्दा यो पुस गर्दाखेरि चाहिँ सास छोड्ने, सास लिने, यस्तो है। यो ताइ नदुखेको के रेकर्ड गरेर होला जस्तो लागिरह होला, लाग्नु स्वाभाविक पनि। यो चाहिँ आफूलाई मैले क्याप्चर गर्न खोजेको एउटा ट्रान्सफर्मेसन जोर्नी टाइपको यो भिडियोहरू चाहिँ सर्ट्स रिल्सहरू चाहिँ म हाल्छु पछि होइन। रिल्सहरू बनाउन पाएको छैन। अरू बेला चाहिँ यो बिना यो भिडियो नगरेर बेलामा चाहिँ अलिकति मुखमा होइन, मुखबाट कहिलेकाहीँ 1-2टा अभद्र के भन्छ शब्दहरू निक्लिन्थ्यो। अब अहिले चाहिँ यस्तो कन्ट्रोल गर्नुपर्छ है। यो कति बेला टङ स्लिप हुन्छ थाहा हुन्न, त्यसलाई चाहिँ माइन्ड नगर्नु होला। कति बेला भनिन्छ आफ्नो अब त्यो भिडियो, तर म फुल हेरेर हुन्छ आफ्नो भिडियो अपलोड गर्नुभन्दा अगाडि 4-5 चोटि हेरेर अपलोड गर्छु।
पहिला म कम हेभी हान्थेँ अहिले 36 अहिले 36 मै यहाँ फ्ल्याट त होइन 36 मै गाह्रो परेको छ पहिला त कति 60 सम्म हानेको आफ्टर लङ टाइम यस्तै हुन्छ जिम बिचमा छोडेपछि यस्तै हुन्छ त्यो प्रोग्रेस भाडमै जाओ जस्तै हुन्छ नदेखिरह अरे कि फेरि हेर मलाई समय हात नछुटोस् हाम्रो दरिलो साथ नगाम होला यस्तो हुन्छ हाम्रो चाहिँ पेन चाहिँ आफूसँगै बोकेर हिँड्नुपर्छ यस्तो छ यहाँ पेन पनि धेरै पढ्ने भएपछि यस्तै हुन्छ ओके 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 कपाल त ठ्याक्कै कचौरो कट भएको छ यार न साइडमा जान्छ न माथि जान्छ ठ्याक्क तल थाक्छ आधी निधार छोपिसक्यो कचौरो कट ह्यान्डसम हो नि आफूलाई मेन्टेन नगरेर पो यस्तो भएको म यार थ्याट खतम बात खतम एक्सर्साइज खतम कस्तो राम्रो देख्छ क्या यो एङ्गल चाहिँ लाइक फ्लेक्स हानिदिनु न मम्मीले कल गरिदिनु भयो यार अब के गर्ने होला अहिले नउठाउँ होला मम्मीले साउन्ड रेकर्ड नहोला यार फेरि ओके ल मम्मीले कल गर्नु भएको थियो अब मैले काट्नु नि काटिनँ अरूको भए त काटिदिन्थ्यो होला यो भिडियो चाहिँ फेरि बिचमा जोइन गर्नुपर्ने हुन्छ अब मेरो क्वालिटी घट्छ ठिक छ आज यस्तै भयो दाइ अब के गर्नु त होइन अब यो चेस्ट प्रेस हान्छौँ इन्क्लाइन डम्बेल प्रेस इन्क्लाइन डम्बेल प्रेस इन्क्लाइन डम्बेल प्रेस चक्क स्ट्रेट बस्ने ठ्याक्क ढल्किने पोजिसनमा टक्क मजाले 1 2 चेस्ट अप Twelve, 13, 14, 15. आज 27 भइसक्यो 50 सम्म भ्याइसक्नुपर्छ अनि भनेपछि यो हान्छौँ त्यसपछि पेक डेक हान्यो त्यसपछि चेस्ट सोल्डरको ल्याटरल रेजेस सोल्डर प्रेस हान्ने नि खत्तम यति नै हो आज अब भिडियो रेकर्डिङ बिचैबाट काटिदियो कटियो अब चाहिँ म युट्युब बिहान हाल्ने गर्छु बरु बिहान अलि छिटै उठ्छु होइन त्यति बेलै ठक्क खासै एडिटिङ त अहिले गर्नु परेको छैन मेरो भिडियोलाई तर बिहान हालिदिन्छु बेलुका एडिटिङ गर्न भिडियो हेर्न बस्यो भने म आफ्नै भिडियो 3-4 चोटि हेरिदिन्छु एउटा भिडियो 40 मिनटको हुन्छ अनि 2 चोटि हेऱ्यो भने पनि 1.5 घन्टा जस्तो हुन्छ त्यसपछि बिहान उठ्दाखेरि ढिला बेलुका सुत्न लेट यस्तरी हुँदैन
हामी केयरलेस के अरे नेग्लिजेन्ट गर्दैनौँ भिडियो भन्दा नि पहिला अब मोटिभ भनेको चाहिँ फिजिक आफूलाई अलिकति बेटर सेपमा ल्याउनु हो त्यसैले भिडियो भनेको बन्दै गर्छ होइन 3 4 5 6 7 8 9 10 11 13 अहिले चाहिँ म रिल्समा त्यस्तो ध्यान दिँदिनँ रिल्स बनाउनु पऱ्यो भने त 100 भन्दा बढी त्यो कन्सेप्ट हुन्छ नि त्यो मसँग अलरेडी छ कि 100 भन्दा 100 जस्तो भिडियो म ठ्याक 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 बनाउन लाग्यो भने डिफ्रेन्ट भिडियो बनाउन सक्छु तर अहिले म त्यो गर्दिनँ किनभने अहिले नै म त्यो रिल्सहरू बनाउन थालेँ भने त्यो रिल्सभन्दा बढी त्यो ट्रोल बन्छ बढी त्यसैले त्यसमा फोकस गर्दैन मैले भनेको सर फुल भिडियो हालिदिने हो एक्टिभ भइरहन्छ ग्रोथ भइरहन्छ च्यानल त्यसपछि हालिन्छ रिल्सहरू अँ 20 केजी ट्राई गरौँ न त स्ट्रेट खिच्नु न स्ट्रेट भेट्नुभयो मेरो च्यानल भेट्नुभयो @युट्युबमा Five, 6 पढ्नै 7 @it's me सुजन कार्की ME सुजन कार्की S @it's me सुजन कार्की स्पेस छैन मसित अहिले 30 सब्सक्राइबर जति छ दुईटा भिडियो मैले अपलोड गरेको छु एन्ड now we will be showing this brother because if I show him he will watch my videos further okay bro ताई फ्लेक्स कर दीजिए थोड़ा क्लिप ले लेना बाद में ठीक है अब यस्तो भन्यो भने चाहिँ दाइले मेरो भिडियो गरेर अवश्य हेर्नुहुन्छ शेयर पनि हान्नुहुन्छ द्याट्स द मिस्टर बिस्ट आइडिया मैले यसरी गरेर अरूको फोनमा आएर चाहिँ सब्सक्राइब गरेर चाहिँ त दाइले आफैले सोध्नु भयो हैन Wait, 37 सब्सक्राइबर रे कसरी हाउ ओके स्लोली ग्रोइंग एक बार दीजिए आप फ्लेक्स मारिए ना थोड़ा सा इधर से कट करके ले लेना ओके ल दाइले मेरो भिडियो रेगुलर हेर्नुहुन्छ क्या अब यस्तो बिस्तारै हैन हुन्छ मैले चाहे भने हैन मैले 200 भ्यू चाहिँ इजिली यहाँ जिमबाटै पुर्याउँछु क्या दाइहरूले कतिले आइडी सोच्नुहुन्छ हैन म नाम भनिदिन्छु तर त्यो दाइ मेरो गर्दिन त्यस्तो चाहिँ मैले गरेको छैन किनभने यो भनेको स्टार्टिङ फेज हो नि त आफूले इम्प्रुभ गर्दै गएपछि त त्यो भ्युअर्स बढ्छ नि हैन दाइ ओके
आउँछ दाइ, सबको आउँछ। ए ल, थोड़ा सा अपने भाई को भी थोड़ा सा बता देना, ठीक है। यसलाई चाहिँ यो अब हामी पेक डेक फ्लाइ भन्छ, पेक डेक फ्लाइ। टक्क 4 नम्बरमा राख्ने मजाले होइन र, यसलाई पनि 4 नम्बरमा राख्ने, त्यसपछि मजाले बस्ने बर्ड फ्लाइ जसरी यस्तो होइन त दाइ। सिकाउनु नि पऱ्यो नि त। मस्त लेडिज भ्युअर्स चाहिँ अलिक छ कि जस्तो लागिरहेछ क्या। लेडिज भ्युअर्सहरू हुनुहुन्छ सायद मेरो 2-4 जना। को हो नि म यस म जो सोचे चाहिँ उहाँहरू नै हुनुहुन्छ। So, 5 6 7 अलिकति नमिलेको हो कि जस्तो लागिरहेछ। चेस्ट अप हुनुपर्छ, ब्याक चाहिँ स्ट्रेट हुनुपर्छ, नत्र एल्बोमा पेन भइरहेछ मेरो अलिकति। मिलेन के मिलेन है, मिल्न चाहिँ मिलेन के मिलेन होइन, के सिट अलिकति माथि भयो कि के भयो सिट अलि माथि भयो जस्तो लाग्यो। ठ्याक्कै थाहा भइहाल्छ कि एक्सर्साइज गरेको मिलेको छैन भने चाहिँ एउटा हानेको अर्को पार्ट दुखिदिन्छ कि अर्को पार्ट पम्प भएर आउँछ त्यसका बाजे। त्यस्तो हुन्छ, त्यसैले बरु होइन कम हान्ने, थोरै वेटमा हान्ने, फर्म चाहिँ मजाले मिलाएर त्यसरी हान्ने है। One, अब भयो नि त अलिकति। 2 3 4, धेरै पछाडि लग्नु पर्दैन। 5 6 7 8 9 10 11 12 13 14। के हो सोल्डर हान्न पाइँदैन क्या हो। कोहीले जिम गर्ने मान्छेले त्यो भिडियो देख्नुभयो भने चाहिँ भक्कु गाली गर्नुहुन्छ होला सायद। म यार आफूलाई ट्रान्सफर्मेसन गर्छु भनेर यस्तो लागि परिरहेको छ अनि यस्तो नेग्लिजेन्ट भयो बस्छ हुँदैन। एङ्गल चेन्ज हान्दिउँ होइन, के छ र यो चाहिँ एङ्गलमा के गाजलु तिम्रा आँखा लजालु भाका। अहिले चाहिँ मैले चेस्ट हानिरहेको छु, छाती। आजू चल चल भाई। 2 3 4 5 6 7 यस्तो गर्मी भयो यार, अघि जाडो भइरहेको थियो। 8 9 10 हा all right भइसेन लाहुर पसेपछि सुन्तलीमै कतिमा राम्रो घरबार हो कि दरबार के थियो, मार्यो नि मायाले मार्यो। आज यस्तै भयो दाइ भिडियो होइन, यस्तै भयो आज, यस्तै भयो आज। यहाँ देख्छै देख्दैन। अब चेस्ट सोल्डर हानिदिन्छ, नो रेस्ट नो नथिङ। घर जाने टक्क अन्डा भात, त्यसपछि सुत्दिने।
अरू भन्दा नि एङ्गल नमिलेर पो मलाई चिन्ता लागिरहेछ यार। ओके 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 सिट देख्यो, टाउको नदेख्ला, टाउको देख्यो ऊ नदेख्ला। यो चाहिँ पहिला मैले मिसिनमा हालेको थिएँ, सोल्डर प्रेस भन्छ। सोल्डर मलाई मनपर्ने मसल पार्ट भनेको चाहिँ सोल्डर। मलाई मेरो अलिकति राम्रो थियो पहिला, राम्रो सेपमा आइसकेको थियो। आफ्नो बडीमा चाहिँ एउटा स्ट्रङ्गेस्ट मसल, अलिकति राम्रो मसल एउटा डेभलप भएको हुन्छ। मेरो चाहिँ सोल्डर भएको थियो। सोल्डर पहिला राम्रोसँग गर्थेँ। सेभेन 8 मैले चार्ज गरेर आएको थिएँ लाइट, त्यही भएर कस्तो चकिलो बलिरहेछ। के अरे माइक 10 12 8 भोलि पर्सि टक्क बुढेसकालमा नाति नातिनालाई होइन टक्क अगाडि राखेर हेर्छ, तेरो हजुरबा जवानीमा, जवानी त के हुनु तिमीहरूको उमेरमा कस्तो थियो भनेर देखाउनुहुन्छ। कपाल चाहिँ साह्रै भएन, साह्रै नै भएन कपाल। अब ठिक छ, के गर्न सकिन्छ र। अलिकति ह्यान्डसम हुनुपर्नेवाला छ अब। टाढिएर नजाऊ तिमी हेर, विश्वास गर मलाई एक फेर। हजुर मसला भयो क्या, त्यसका बाजी सकिँदैन यार। म हान्छु मसला, हान्छु कहिले हान्छु थाहा छैन, तर हान्छु। यो बारमा चाहिँ अलि पोसिबल हुँदैन, स्पेसै छैन त्यो माथि उठ्नलाई। माथि कतै हान्छु बाहिरतिर। सम्बोधन ओ छैन दाइ। तपाईँ कति मिनट, 10 मिनटमा सकिन्छ कि सकियो होला? म 5-10 मिनटमा हुँदै अब सँगै निक्लिनुपर्छ तपाईँ म पाउनु। सम्बन्धमा साना साना झगडा भइहाल्छ माया। 1 2 3 4 5 6 स्टेबलै भएन अलिकति मैले। 7 8 9 10 11 12 पानी खाएर आउनु होइन, घाँटी नै भयो। आजको सेसनमा चाहिँ है मैले वर्कआउटहरू एक्सर्साइजहरू गर्दा एकदमै त होइन, तर बिगारेको छु केही हदसम्म। मैले बिगारेको छु, फर्महरू पनि मजाले मिलेको छैन है। त्यसको लागि चाहिँ तर मलाई थाहा छ मेरो मिस्टेक कहाँनिर भएको छ भनेर, त्यसलाई म इम्प्रुभ गरि नै हाल्छु। आज अलिकति रस भयो त्यसैले बिहान भने नि बिहान क्लास जानुपर्छ, अनि 11-12 बजीतिर जिम बन्द हुन्छ, अनि फेरि एकैचोटि 3 बजे खुल्छ। 3 बजे दिउँसो आयो भने अलिकति भिड हुन्छ जस्तो लागिरहेको छ मलाई। अरू भन्दा नि अब यो साउन्ड स्पिकरमा गीत बजिरहेको हुन्छ नि त, त्यसले चाहिँ अलिकति डिस्टर्ब गर्छ कि जस्तो लागिरहेछ। अब गीत अब बन्द गर्नु भन्दा पनि मिलेन। अब कोही कोहीले सबैले अब कसैको गीत सुन्दै जिम गर्ने बानी हुन्छ, अब सबैसित हेडफोनहरू इयरबडहरू हुँदैन। त्यसैले
यसरी यो मलाई यो ट्राइपड यसरी हातमा बोक्दा चाहिँ त्यो एक्चुअल भ्लगरवाला हुन्छ नि फिल्मिङ होइन भ्लग गरेको जस्तो फिल आउँछ है। आज मैले कलेजबाट आउँदाखेरि त्यहाँ फेरि नारा देखाएको थिएँ उसको के अरे हस्य हतौडा के भन्छ माओवादीको लागि भइरहेको थियो पुरै तराईबाट मान्छेहरू कति धेरै आएका बोराहरू बोकेर टाउकोमा बोराहरू राखेर त्यो भन्छ नि बोरिया बिस्तारवाद केवाला त्यसरी आएका थिए मान्छेहरू मधेसको मान्छेहरू। 7 8 9 10 11 12 एक स्टेप वेट बढाउनु पर्ने थियो बिर्सेछ। ए हुन्छ हुन्छ गुरु। यो चाहिँ छुट्याउनै हुँदैन है यसलाई चाहिँ ल्याटरल रेजेस भन्छ यसलाई चाहिँ छुट्याउनै हुँदैन ल्याटरल रेजेस चाहिँ छुट्याउनु। ओहो 1 केजीको कसले यहाँ राखिदिएको यार प्लेट। हेर्न 1 केजीको राखिदिएको छ यार यहाँभित्र थैट के छैन क्या। आज किन मेरो भेन्सहरू यो कस्तो देखिरहेछ के भएर देखाएको पनि थाहा छैन। यो चाहिँ छुट्याउनै नहुने वर्कआउट एक्सर्साइज सोल्डरको लागि ल्याटरल रेजेस प्रायः जसोले अलिकति मान्छेहरूले चाहिँ डम्बेलमै हान्छ डम्बेलमा चाहिँ मलाई गाह्रो लाग्छ है गाह्रो भन्नाले अलिकति मैले सक्दिनँ डम्बेलमा चाहिँ हान्नलाई टु बी अनेस्ट। अलिक कम वेटमा नि हान्न त हान्थ्यो होला तर फर्म मिल्दैन यसो भन्दा ठ्याक्कै स्टेबल हुन्छ नि त। 7 8 रेस्टै मिलेन क्या। 9 10 11 12 रेस्ट भएन हातको बिस्तारै यो उक्किँदैछ यो के भन्छ यसलाई पहिला त पुरै गएको थियो नि केही थिएन यहाँ रेस्ट। दाइले कि वेट पनि ड्रप गर्नुभयो होला नि दाइ होइन वेट होइन फ्याट चाहिँ टपले उसमा मसलमा कन्भर्ट गर्नुभयो कि होइन त कति हुन्थ्यो तपाईँ आउँदाखेरि अहिले कति हुन्छ तपाईँ फ्याट नै ड्रप भएको होइन तर पुरै पनि भएन तपाईँ मसलमा तपाईँले मजाले कन्भर्ट गर्नुभयो कि पहिला त अर्कै हुन्थ्यो नि तपाईँको त्यो मसल जस्तो देख्दैन थियो कि अहिले ट्याक्क त्यो बाइसेपहरू चेस्ट ओए काल्ब्स त के हो दाइका के काल्ब्स के हान्नुहुन्छ स्ट्यान्डिङ काल्ब रेजेस ए ठिक
6 7 8 9 10 11 मजाले डेली मस्त हान्नुपर्ने थियो आज अलिक बिग्रियो मेरै कारणले गर्दा हजुर एक हान्छु दाइ किन यसको होइन अर्को हान्दिउँ बरु फ्रन्ट रेजेस हान्दिउँ न होइन जुन तारा तिम्रो अघि के हो र माया यसलाई चाहिँ फ्रन्ट रेजेस भन्छ मन साह्रै लोभी फो हा हा ए हुन्छ हुन्छ बरु कहाँ छ यसको स्विच ए ल म उतैनिर ल ल ठ्याक्क 50 भयो अब चाहिँ आज यतिमै इन्ड गरेँ मैले पनि जानुपर्ने हुन्छ के बोल्ने लास्टमा 2 शब्द के भन्छ ए ओके आज भिडियो यहीँ इन्ड गरौँ खोइ खासै फिडब्याक चाहिँ मैले पाइरहेको छैन है अब हेर्न चाहिँ लगभग 30 भ्युज आएको थियो हिजोको भिडियोमा अनि लगभग 15 चोटि जता मैले हेरेको थिएँ होला 15 भ्युज कता कताबाट अब कसले हेर्नुभयो थ्याङ्क यू सो मच है यो स्टार्टिङ फेजमा नि यो सपोर्ट गरिदिनु भइरहेको छ अनि जस भिडियो चाहिँ ड्रप गर्दै गर्छु अलिकति अहिले मैले फुल अझै मजाले टाइम दिन पाएको छैन इक्जामहरू आउँदैछ अलि टाइम पछि चाहिँ राम्रोसँग यो युट्युब जर्नी अगाडि लैजान्छौँ त्यही नै हो ल आज रसमा गरेको वर्कआउट अब आउँदै नआउनुभन्दा आएँ अलिअलि भयो नि हाने है त्यही राम्रो त्यही नै हो ल एभ्री वान टेक केयर चिसो छ आजलाई यहीँ इन्ड गरेँ मैले